हेलो वेलकम छ सबैजनालाई मेरो भ्लगमा। आजको भ्लग चाहिँ विशेष छ, साथीहरू हेर्दैन होला। यो भ्लग तपाईँलाई पक्कै पनि मन परेछ भन्ने आशा छ र लाइक कमेन्ट सेयर अथवा सब्सक्राइब गरिदिनु होला। भ्लग तपाईँले कस्तो भ्लग होला भनेर आफै हेरेर पत्ता लगाउनुहुन्छ। लेट्स सी नेक्स्ट भिडियो। आदरणीय दर्शकबिन, एउटा जन्मदय दृश्य व्यक्ति हो विकास थारू, एउटा तराई मूलवासीको छोरा। रोडमा गीत गाउँदा गाउँदै कसैको सहारा र कसैको माध्यमले एउटा नेपालको ठुलो कार्यक्रम भोइस अफ नेपाल जस्तो कार्यक्रममा पुग्न सफल हुन्छ र दमदार आवाज र दमदार प्रस्तुतिको कारणले जजको मनमुटुमा बस्न सफल हुन्छ। ठुलो प्रतिस्पर्धी हालत उछिन्दै ऊ टप 12 सम्म आइपुग्छ र उसले ठुलो सपना देखिरहेको हुन्छ। तर संजोगवश पैसाको कमीले भनौँ अथवा सपोर्टको कमीले गर्दा ऊ टप 9बाट बाहिरिन बाध्य हुन्छ र बाहिरिने क्रममा जज मेलिना राई धेरै भावुक भएको हामीले पनि देख्यौँ र उसले धेरै ठुलो सपोर्ट र साथ र माया पाएर निस्केछ जस्तो लाग्छ। टप 8ले उसलाई आर्थिक सहयोग गर्ने र जजहरूले पनि सहयोग गर्ने ठुलो प्रतिबद्धता जनाउनु भएको छ र आशा छ नेपाली सङ्गीतको आकाशमा उज्जवल छ भविष्य विकास थारूको र सर्जकहरूले पनि उसलाई मिठो गीतहरू दिएर उसले सङ्गीत क्षेत्रमा ल्याउन जरुर देखिन्छ। आशा छ विकास थारूको भविष्य सङ्गीत क्षेत्रमा उज्जवल रहने।